ल गाइस फेरि पनि मेरो भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी कहाँ गएको रे भाइ? गोर्खे भाइ कहाँ रे? सर्पे डाँडा। यो ठ्याक्कै 5 र गाइस अब हामी चाहिँ यहाँ फ्रेस हुनलाई चाहिँ जुनार होइन रेडीमा हाम्रो माल सामानहरू चाहिँ यहाँ छ। मालभित्र पनि घोडा चाहिँ यता छ। के छ मासु पनि मासु त्यहाँभित्र 3-4 केजी सुँगुरको चौचौहरू बच्चा त्यहाँ छ। हाम्रो दाइ रेडी घोडा लिएर हामी यता छ अब कता यहाँ अब हिँड्दै जानुपर्ने हो। ल अब हामी चाहिँ यहाँदेखि हिँड्दै जानुपर्ने हुन्छ होइन यस्तै छ। हेलो मेरो ब्लगमा फेरि पनि तपाईँलाई वेलकम छ। थ्याङ्क यू मेरो भाइ। एक दुई शब्द राख्दिनँ अब भाइको ब्लगमा। फर्स्ट टाइम क्यामेरामा आएको होइन, अलिकति ढकमक भइहाल्छ। हजुर ल मेरो भाइको त त्यो सबै भ्लग डिलिट भयो नि त। त्यो भएको कारणले चाहिँ अब मेरो भाइको मनिष भाइको युट्युब च्यानल चाहिँ रहेको छ मनिष यङहाङ मनिष 100 है। सबले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु, सेयर गरिदिनु होला। यात्रा सुरु भयो हाम्रो पैदल यात्रा सुरु भयो। अब कस्तो तेरो जिगु अरे दिन्छ हाम्रो जिगु दिन्छ। अरे उतै बस न, यहाँ छेउछाउमा आयो नि त। ओए के गरी बोल्थ्यो तैँले? ओए ओ ठगुवा के गरेको के गरेको थियो? फेरि गर त। त्यस्तो होइन अहिलेको जस्तो। ल हाम्रो सबैजना टोलीहरू आइपुगिसकेको छ। दाइहरू पछाडि गाह्रो छ। सुलुलुलु सुलुलुलु ल हाम्रो चाहिँ हाम्रो पकाइ खाने ठाउँमा चाहिँ आइपुगिसकेको छौँ। यस्तो छ यहाँ यस्तो छ है। यहाँ यताको भ्यूहरू चाहिँ यस्तो छ है। म चाहिँ यहाँ छु भनेर भन्छु। लभली हो भाइ भाइ जाऊ न यहाँ चाहिँ आऊ न। यहाँ भ्लगमा चाहिँ ठ्याक्कै यो ठाउँमा आइपुगे पछाडि चाहिँ तिमीलाई कस्तो फिल भइरहेछ? ठ्याक्कै भयो त। एकदम आनन्द है, एकदम रमाइलो। बेस पनि खोलेको यार, हावा खानलाई, शीतल हावा खानलाई, नेचुरल हावा क्या। जोस् अब तपाईँहरू देख्नु सक्नुहुन्छ यहाँ वरिपरिको भ्यूहरू यस्तो छ है। घाम लाग्दा चाहिँ दामी हुन्छ कि। हाम्रो फुचे हाउडे भाइ तर चाहिँ कस्तो भइरहेछ? मजा आइरहेछ? शान्ति भइरहेछ? चिसो होइन? हल्का हामी चाहिँ यता अलिकति त्यो ठाउँदेखि अब अलिकति यता आएको छौँ हामी चाहिँ फोटो खिच्नको लागि होइन। 3 भाइ चाहिँ अरू चाहिँ त्यतै छ। ल अब चाहिँ हामी फोटो खिच्न जाँदैछु है। कहाँ के भयो? नो हुँदैन नाटक गर्छु एकछिन मात्र। हाम्रो चिक्को फेरि बेग्लै लभली हो मा। यतिको पैसा त मार्केट खान्छ नि हौ। अब खाइसक्यो नि खाइसक्यो मेरो गर्लफ्रेन्डको लागि टिपेको रोज फुल हो। गाना पनि गाइदेऊ न भाइ। सिधै ढालो त। हाम्रो चाहिँ कसको लागि? अब त खै यार। अब हालौँ न मासु, हालौँ।
सिसी गरेको यो हाम्रो चिजहरू बनिँदैछ यहाँ यता चाहिँ हाम्रो चटपटे अचार हाम्रो दाइले तातो पानी हाम्रो भाइ चाहिँ हल्का बिमारी एकछिनको लागि हाम्रो माल चाहिँ उता पाकिसकेको छ गोर्खे भाइ तयार खान्छ डाँडापारीमा चौतारीमा डाँडापारीमा चौतारीमा चियाबारीमा चियाबारीमा अब हाम्रो सङ्गमदाको पालो यो रातमा यो रातमा गरी गरी टिम मिलाइदिएको बदला तपाईँको पछाडिको दाउरा 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 बिन्छ लाखे यता म गरिदिन्छु प्रस्तुति दुईजनाको जाँदैछ हाम्रो अर्का त्यसलाई ठङ्गडा हान्ने केही बसेन हौ किन सेन्टीमा बसेको गाना सुन्दै त्यत्तिकै एकान्तमा आएर के हो छिटो भनिहाल्ने केही बसेन कसैलाई केही भन्नु चाहन्छस् भन्नु भनिहाल्ने केही भन्नु चाहदिनस् किन भन्नुलाई के छ र केही छैन होइन होला हो हाम्रो दादा आज के कस्तो भइरहेछ तपाईँलाई इन्जोय ओभर इन्जोय है आजको दिनमा चाहिँ सबैजना भेला पनि भयो दामी मजा आइरहेछ जाडो पनि छ है हामी आइरहेछ आगो पनि तापिरहेछ छ नाची पनि राख्छौँ होइन सबै भइरहेछ दुश्मन हेरेको हेरे एकछिन पकाले तिम्रो होटाले गर्छु ल यता हाम्रो गोर्खे भाइ यता हेर कान्छा यता हेर न कान्छा हाम्रो विवेक भाइ यता हाम्रो दाइहरू यता मिता यता छ होइन लाइक कमेन्ट सब्सक्राइब अरु बिगिनर युट्युबर मनिष योङगाङ 100 युट्युब च्यानल नेम हाम्रो जुगाड यहाँ चाहिँ जुगाड हुँदैछ हल्का आगो यस्तो छ रमाइलो भइरहेछ है के भन्नु छ अब रमाइलो भइरहेछ आजको दिन कस्तो भयो तिमीलाई आजको दिन धेरै रमाइलो भइरहेछ उत्कृष्ट भइरहेछ सोचे भन्दा धेरै रमाइलो भइरहेछ यस्तै हो त्यही हो त्यही हो हैन यस्तै हो 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 हो
त्यही हो सुलुलुलु त्यस्तै नगर न मेरो भाइ त्यस्तै हो त्यस्तै हो ल अब एउटा कुरा लास्ट ल मेरो दाइ जति मान्छे यति नै हुन् कुरा यिनै हुन् जति गरे पनि सकिन्न होइन हजुर भन्दै हाम्रो मनिष योङहाङ 100 को युट्युब च्यानललाई सबले फलो चाहिँ गर्न नबिर्सिनु होला है त सुलुलुलु पुरै कडा लाग्यो होइन यता एकचोटि राइड हान्नै पर्ने हुन्छ नि दादा एकचोटि साटाहरू जाँदाखेरि सुलुलुलु उठेर बगरमा लामो चाहिँ आएन त लगाइदिउँ न के छ र 2 दिन माया लगाइदिउँ न के छ र पछि मिसिङ गन बरर भएको देखुन अझ फ्रेस होइन त्यस्तो केही देखेको छैन साँच्ची अब छुटो भनेर साँच्चै हो अब छुटो ल गाइस हाम्रो आज घुमघाम पछाडि खाना पनि खाएर अब हामी चाहिँ सुत्नु लागेको त्यही भएर अब यो भ्लगलाई चाहिँ अब होइन आज यतातिर इन गर्नुपर्ने हुन्छ यहाँ चाहिँ मेरो हाउडे भाइ ल अब दाइको अन्तिममा 1-2 शब्द राख्दै अब आजको दिन अस्ति रमाइलो गयो दाइसँग हामी कहाँ ट्रेकिङ गएको थियौँ होइन आज ट्रेकिङमा रमाइलो गयो दाइहरू उता रमझम भइरहेको थियो दाइहरूलाई अहिलेसम्म अघि दिउँसो 3:30 बजीको ट्रेकिङ गएको थियौँ त्यही 7 बजीतिर फर्क्यौँ होला दाइलाई अहिले पनि ट्रेकिङ लागिरहेको छु उता राम्रो खाले समीर यता हेरिदिनु त केटी ल अब अनि के भन्छ लाइक कमेन्ट सब्सक्राइब सेयर भनिदिनुहोस् त्यो दाइको सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनुपर्छ यहाँ बेलका बेल आइकन अन गरो ट्याप ट्याप गरो बेल आइकन दबाउनु होला म्याजिक्स ल अब के अरे अन्तिममा अब 1-2 शब्द हामी चाहिँ अब घुमेर खाना खाएर होइन जिगो अब ढल्किरहेछौँ अब तपाईँहरूले मेरो साथीलाई माया देखाइदिनु पर्यो लाइक सेयर सब्सक्राइब सबै गरिदिनु भयो त्यही भन्न चाहन्छु होइन अझै म सुतेँ ल गुड नाइट सबैजना बाई बाई उता हाम्रो विवेक भाइलाई उठाउ विवेक भाइ कान्छा उठ न मेरो भाइ हिजो पनि दाइको भ्लगमा जे पाइ त्यही भन्नु आज त प्लिज राम्रो भनिदेऊ न यार ल आज दाइको भ्लगमा हानिदेऊ 1-2 शब्द निन्द्रामा भने छिटो हानिदेऊ न यार मेरो भाइ धेरै धेरै सपोर्ट धेरै धेरै माया छ अनि सबैले सपोर्ट गरौँ एकपल्टै त हेर्दा ल ठिक छ ल गाइस त्यस्तै हो कुरा त्यस्तै हो होइन ल आजलाई यति नै अर्को ब्लगमा फेरि पनि हामी भेट्नेछौँ भन्दै आजलाई बाई बाई गाइस बाई बाई भन्दै बाई 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 गुड नाइट मिता बाई बाई भन्दियो मिता बाई बाई भन्दियो बाई बाई भन्दियो बाई बाई गाइस लाइक विवेक भाइ सब्सक्राइब चाहिँ गरिदिनु होला मेरो साथीलाई पुरा माया देखाइदिनु होला ल गाइस बाई बाई